पहिला बिहान उठिसकेपछि बिस्तारा मिलाएर कोठा चट्ट पारेर हिँड्न पर्छ। बिहान उठेपछि जहिले पनि बिस्तारा मिलाउनु, यो पनि एउटा लक्षण हो। जहिले पनि जुरुक्क उठ्ने, बिस्तारा मिलाउने अनि लुरुक्क बाहिर निस्किने हो। त्यो कुचो कहाँ फत्ता फालेको सकेसम्म कुचो लाएर नदेख्ने ठाउँमा राख्नुपर्छ। जहाँ पायो त्यहाँ कुचो राख्नुहुन्न, थाहा कि नै छोरी? यिनी भाडा यहाँ कसले लिएर आएको? जहाँबाट भाडा जिको त्यही राख्ने बानी बसाला न। यिनी पनि भाडा ठाउँ ठाउँमा घोप्टाउनु, जहाँको त्यही गराउनु, यहाँ चत्रक्क पारेर राख्ने बानी गर्नुहुन्न। मलाई अर्थ्याउनै पर्दैन, सम्झाउनै पर्दैन, बुझाउनै पर्दैन, सब कुरा मलाई थाहा छ। मलाई मैले बुझेको छु। जाऊ।